मेड इन नेपाल मूल नारानाप यलया ज्याउला खेले ललितपुर अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी न्यागुदु ललितपुर चेम्बर अफ कमर्स गोसाले चुको प्रदर्शनीय उप प्रधान लिसे परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ बिवा उलेजाया नदीको ख जोरदार ताली यसका लागि पनि र ज्याजुले उप प्रधान लिसे परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ देश थुथा संविधान कार्यान्वयन चरणे दुगुन्य तस्य सरकार आर्थिक व सामाजिक रूपान्तरण लागि सक्रियतापूर्वक च्यायाना छुंगु थ्यादिल ललितपुर चेम्बर अफ कमर्सलाई यस प्रकारको इन्टरनेसनल ट्रेड एक्सपो पहिलो पटक आयोजना गर्न सफल हुनुभएकोमा हार्दिक बधाई दिन चाहन्छु र यो खाली ललितपुर चेम्बर अफ कमर्सको एउटा काम मात्र नभएर यसको ठुलो ऐतिहासिक महत्त्व रहनेछ। यसले यसमा सहभागी जो व्यवसायीहरू हुनुहुन्छ उत्पादनकर्ताहरू हुनुहुन्छ उहाँहरूलाई मात्र अवसर दिएको छैन, सिंगै राष्ट्रलाई अर्थतन्त्रको क्षेत्रमा अन्तर्क्रियात्मक सहयोग गर्ने र उद्योग व्यवसायलाई प्रवर्धन गर्ने काममा सहयोग पुग्ने मैले विश्वास लिएको छु। हाम्रो देशको आजको राष्ट्रिय र केन्द्रीय कार्यभार भनेको आर्थिक समृद्धिको कार्यभार हो। नेपालमा हामीले ठुलो 6 दशकभन्दा लामो सङ्घर्ष पछाडि बलिदानीपूर्ण सङ्घर्ष पछाडि ठुलो ऐतिहासिक युगान्तकारी राजनीतिक परिवर्तन गऱ्यौँ। त्यो राजनीतिक परिवर्तन आज सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रका रूपमा संविधान सभाबाट बनाएको संविधानमा संस्थागत भएको छ र अहिले त्यो संविधान हामी कार्यान्वयनको प्रक्रियामा छौँ। यो संविधान कार्यान्वयनको क्रममा संविधान अन्तर्गत 2 चरणको 3 तहका निर्वाचनहरू पनि सम्पन्न भएका छन्। यस स्थितिमा हाम्रो मुख्य काम यतिखेर देशलाई सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियामा फड्कोकारी ढङ्गले अगाडि बढाउनु, आर्थिक विकास र समृद्धिलाई तीव्रता प्रदान गरेर फड्कोको बिन्दुमा पुर्याउनु हो। ज्याचोले बागमती प्रदेश सांसद रामकृष्ण चित्रकार, नेपाल लागि बंगलादेश राजदूत सलाउद्दिन नोमन चौधरी, नेपाल चेम्बर अफ कमर्स कार्यवाहक अध्यक्ष कमलेश कुमार अग्रवाल, ललितपुर चेम्बर अफ कमर्स अध्यक्ष पुष्परत्न साक्य, उपाध्यक्ष निरो थापा, थुगुम्बेला येलो व नेपाल लागि जक्क मजुसे सहभागी देय चिदङ्गु व मजेौला उद्योग चेतना ग्वाली चुइको थ्यादिल। यो एक्सपोले एउटा राम्रो प्लेटफर्म एउटा बजारीकरणको लागि मात्र होइन, एउटा सिप र ज्ञान हासिल गर्ने एउटा प्लेटफर्मको रूपमा पनि यो इन्टरनेसनल एक्सपो स्थापित हुनेछ भन्ने कुरा मैले त विश्वास लिएको छु। र खास गरेर अहिले बागमती प्रदेश हामी संहितामा गइसकेपछि 6 वर्षदेखि एउटा अभ्यास संहिताको एउटा अभ्यास हामीले गरिरहेका छौँ र बागमती प्रदेश सरकारले बागमती प्रदेशको क्षेत्रभित्रको आर्थिक त्यो एउटा मेरुदण्डको रूपमा यहाँको हस्तकलालाई कसरी उन्नयन गर्ने, त्यसको विकास कसरी गर्ने भन्ने अत्यन्तै चिन्ताका साथ अगाडि बढिरहेको अवस्था हो। र म त्यो मन्त्रालयको केही महिना अगाडिसम्मको मन्त्रीको हिसाबले हामीले हस्तकला विधेयकलाई पनि साथै उता प्रदेशमध्येको पहिलो प्रदेशको रूपमा हामीले हस्तकला विधेयकलाई अन्त्यमा पुर्याइसकेका छौँ र ललितपुर जिल्ला हस्तकलाको राजधानीको रूपमा अगाडि बढ्न सक्ने त्यो क्षमता, त्यो खालको एउटा सम्भावना प्रचुर भएको जिल्ला भएको नाताले पनि यहाँका उद्यमीशीलता, यहाँको उत्पादनको हिसाबले पनि हामीले यसलाई संस्थागत रूपमा अगाडि बढाउनुपर्छ भन्ने हिसाबले त्यो विधेयकलाई अन्तिममा पुर्याइसकेका छौँ। एउटा अब अन्तिमको एउटा प्रस्ताव पास गर्न मात्र बाँकी छ, त्यो एउटा प्रक्रियामा हामी गइसकेका छौँ। I want to thank the organizers for hosting this very important international exhibition for the first time, which will give not only give Lalitpur an opportunity to have the recognition as a business center of Nepal, but also it will encourage the small and medium enterprises of the participating countries.
Because from our experience, I can tell you that small and medium enterprises basically play a very pivotal role in the industrial growth of any country. And empowerment of the business community, particularly the women, depend on the flourishing of small and medium enterprises. So this is a very important initiative, and I'm happy that from Bangladesh also there are some stalls. I think our relations will continue to grow with this kind of exhibitions if you organize in the future also. ललितपुर चेम्बर अफ कमर्सले स्थापना कालदेखि नै यस क्षेत्रमा आर्थिक सामाजिक विकासका लागि विभिन्न रचनात्मक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रिय स्तरका यस प्रकारका इन्टरनेशनल एक्सपोहरूले व्यापार कला प्रदर्शनीहरूले नवीनतम प्रविधि, उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण आदि आर्थिक गतिविधिहरूको प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गर्दछ। ललितपुर इन्टरनेशनल ट्रेड एक्सपो 2024 पनि आज यो पहिलोचोटि भए पनि उद्यमी व्यवसायी एवं उपभोक्ताहरूको लागि अत्यन्तै उपयोगी हुने कुरामा हामी सबै विश्वस्त छौँ। मुलुकभित्र यस्ता आर्थिक क्रियाकलापको विस्तारले अन्तर्राष्ट्रिय व्यापारिक समुदायसँग सहकार्य भई स्वदेशी उद्यमी व्यवसायीहरूमा क्षमता अभिवृद्धि गर्न समेत ज्यादै प्रभावकारी मानिन्छ। 73 वर्षको इतिहासता रहेको नेपालको निजी क्षेत्रको पहिलो व्यावसायिक संस्था नेपाल च्याम्बर अफ कमर्ससँग समन्वयन पश्चात यस ललितपुर च्याम्बरले उद्यमी व्यवसायहरूको हितको लागि क्रियाशील रहिआएको र विभिन्न मित्र राष्ट्र र सम्बन्धित च्याम्बरसँग समन्वय विस्तार गरी उद्यमी व्यवसायको विकासको लागि विभिन्न प्रविधिहरूको जानकारी र सहयोग गर्दै जाने अभिप्रायले बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, थाइल्यान्ड, मलेसिया र अमेरिकासँग सम्बन्ध बढाएका छौँ। 37.4 वर्ग मिटरमा फैलिएको ललितपुर महानगर र झन्डै 397 वर्ग किलोमिटरमा फैलिएको यस ललितपुर जिल्लाको सुगम र दुर्गम जिल्लाको सम्मिश्रण धार्मिक, सांस्कृतिक, कलाकृतिको विविध भएको यस जिल्लामा एउटा महानगरपालिका, 2टा नगरपालिका र 3वटा गाउँपालिकासँग सहकारी गरी मालवी च्याम्बर अफ कमर्स र ललितपुर वुमेन च्याम्बर खडा गरी हामीले विभिन्न कार्य गरिरहेका छौँ। प्रदर्शनी नेपालले भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, थाइल्यान्ड, टर्की, मलेसिया, दक्षिण कोरिया लगायत देशे उत्पादन जुगु सामान, मौलिक उत्पादन व सेवा सम्बन्धी स्थल न तय तगु दुसा प्रदर्शनी सिया सामान, चेंगुली देका तगु सामान, हस्तकला सामान, दिशा वस थजागु सामग्री सच्ची मल्याक स्टल तय तगु दु मेला भएको चैत 26 गते तक न्याय